लासो फ्याफुल्ला नमस्ते सबैजनालाई। म सुरेन्द्र घिसिङको तर्फबाट यहाँहरूलाई आज म हल्दीबारी गाउँपालिका अन्तर्गत साविक चल्थल गाविसको लक्ष्मी चोक अमर घुट्टु तर्फ लैजाँदैछु। आदरणीय दिल्ली सिटुला सरको घर गाई फारम लाई म यहाँहरू समक्ष जस्ताको तस्तै देखाउने प्रयास गरेको छु। साथै उहाँसँगको भलाकुसारीलाई पनि प्रस्तुत गर्नेछु। हजुर, ए माछा गाडी अनि कति लिटर हो यो? यो अहिले 4.5 लिटर छ। गुरुको पौरक बिहान बेलुका 8-9 लिटर हुन्छ। हजुर हजुर। तपाईँको यो आमाको वर्ष दिन थियो 10 गते मासे, हजुर 11 गते श्राद्ध, हजुर 12 गते हिजो ए अस्तिको दिन होला। हजुर हजुर। अनि सकेर अब वर्ष दिनको आमालाई बिदा गरेर खुल्ला भयो। हजुर सर, खुसी लाग्छ सर। अब हामी शुभकामना छ होइन, खुसी लाग्छ सर होइन, नयाँ सोच नयाँ विचार। किन त भन्दाखेरि तपाईँ हाम्रो दुःख नि हजुर तपाईँको चर्लमै बनायो जब मदन भण्डारीको हत्या भयो नि, हजुर त्यहाँबाट हाम्रो उद्देश्य हजुर। हजुर लक्ष्मी चोक अनि अमरागुट्टु अमरघुट्टु हाम्रो यो? हजुर ए सर, सबै यहाँ सरहरू बसेको छ। बाहुनढोका हाम्रो अमरागुट्टु, हाम्रो कुन भन्नु सर? बाहुनढोका बाहुन ढोका। हामी त पानीभिट्टा पनि भन्छ हाम्रो ठाउँमा, पाइन मिठाई पानीभिट्टा भन्छ। पाइन मिठाई। नमस्कार। ल आम्मा के हो हजुर, भिडियो बनाइदिए ल। आउनुहोस् ल, स्वागत छ हजुरलाई हाम्रो घरमा। आइदिनु भयो, साह्रै खुसी लाग्यो। फेरि तपाईँहरूको परिवार र हाम्रो परिवार चाहिँ एउटै घर एउटै परिवार जस्तो लाग्छ क्या मलाई, सबै त्यस्तो लाग्छ। बुवाआमा हुँदा झन् कति रमाइलो थियो। अब यस्तै रहेछ, कहिलेकाहीँ भेट हुन्छ, जे होस् फोनमा कुरा हुन्छ, कहिलेकाहीँ भेट हुन्छ। भेट गर्नुपर्छ कुरामा। त्यही त गर्नुपर्छ भेट त। अब हजुर जोसँग भेटघाट भयो, नजिक भयो, त्यही आफन्त भयो। कुनै आयो फोटा खिच्ने पनि तारिक आउनुपर्छ। ल